दिइएका शब्दको अर्थ, यो शब्दको अर्थ गर्नुपर्छ हामी, ठिक छ, समूह खबाट। ल, समृद्ध सरी, ल, समृद्ध, समृद्धको के होला शब्द अर्थ यसको? समृद्धको, समृद्ध भनेको धन सम्पत्ति स्रोतले पुरै भरिपूर्ण अवस्था हुन्छ, ठिक छ, धन सम्पत्ति सबै एकदम पुरै भएको त्यसलाई भन्छ समृद्ध। समृद्धको यहाँ के भयो? धन धान्य आदिले सम्पन्न, यो भइहाल्यो। अर्को फसाद, फसाद भनेको के होला? फसाद भनेको काम बिग्रिएको अवस्था, ठिक छ, मतलब केही तिमी फसादमा परियो रे, यसको मतलब असजिलो अवस्था। अर्को छ दसी, दसी भनेको के होला? दसी पहिला बेसी वर्ड युज हुन्छ, दसी भनेको प्रमाण हो, ठिक छ, पहिला धेरै युज हुन्छ दसी, सरी, ल, ठिक छ। अब चित्त, चित्त भनेको के होला? जस्तो मेरो चित्त नदुखाऊ मतलब दिल, ल, यो भइहाल्यो। अब 2 नम्बरमा जाउँ। दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस्। मुलुकको पर्यायवाची शब्द के हो? मुलुकको पर्यायवाची शब्द के होला? देश, सक्यो, ल, मुलुकको पर्यायवाची शब्द देश। अनुचितको विपरार्थिक शब्द, विपरार्थिक भनेको उल्टो हो है, अनुचितको के होला? हेरौँ यहाँ, उचित, उचित, ल, यहाँ छ, अनुचितको होला उचित, उचित। अनेकार्थिक शब्द हो, यहाँ कुन अनेकार्थिक शब्द होला? तर, तर, ल, 1 नम्बरमा जाउँ। 10 वर्षको अवधि जनाउने पदवावलीलाई सिङ्गो शब्द हो, के होला 10 वर्षको? दशक, दशक। 100 वर्षलाई? शतक, शतक, सेन्चुरी, दशक भयो। अब 3 नम्बरमा जाउँ। दिइएको अनुच्छेद पढी एउटा उखान र एउटा अनुकरात्मक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्य प्रयोग गर्नुहोस् र यो उखान खोज्नु पर्यो। आए आप गयो झटारी, एउटा उखान होला यहाँ भने चाहिँ कृष्ण बिना तयारी नै फुटबल खेल्न गयो, खेल मैदान व्यवस्थित थियो, सबै खेलाडीहरू उत्साहित भए, तर कृष्णले भने राम्रो खेल्न सकेन, ऊ मैदानबाट फरक्क फर्कियो, हुने हार दैव नटार, यो पनि एउटा उखान हो हो भन्दै उसका साथीहरू सम्झाएपछि कृष्ण फुत्त निस्केर घरतिर लाग्यो। ल, यो भयो तिम्रो उखान। यसमा अनुकारात्मक शब्द के होला? फरक्क, अर्को भन, अर्को पनि छ यहाँ, फुत्त, ठिक, ल, अब यसलाई नै तिमी के गर्ने? अर्को वर्ड बनाउने। आए आप गयो झटारो, जस्तो हामी सेयर मार्केटमा पैसा लगाउँछौँ भने त्यो पनि आए आप गयो झटारो जस्तै हो। हुने हार दैव नटार, जस्तो हुने कुरालाई देवताले पनि रोक्न सक्दैन। ल, यसलाई बनाउन सकिन्छ। ल, 4 नम्बरमा जाउँ। दिइएका शब्द समूहबाट शुद्ध शब्द पहिचान गरी लेख्नुहोस्। यहाँ शुद्ध शब्द के होला? कुन होला यसमा? विश्वविद्यालय कुन ठिक होला? 3 नम्बर, विश्वविद्यालय, ल, यो 3 नम्बर भयो। चञ्चलमा कुन चञ्चल ठिक होला? 3 नम्बर, ल, 3, यसको यो चञ्चल ठिक होला, ठिक छ। ल, दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्। दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्। देवकोटाको कवितत्व, व्यक्तित्व र प्रतिभा, कविताको गुणात्मक यहाँ रङ जस्तो लागिरहेछ एउटा, हजुर, मूल्य र संख्यात्मक योगदान अद्वितीय रहेको छ। एउटा त यो छुट्याएर लेख्नुपर्छ होला।
र अद्वितीय पनि मिस्टेक छ, दीर्घी हुन्छ यसमा पनि। ठिक ल, यही होला देवकोटाको कविता त व्यक्तित्व र प्रतिभा। ल गुणात्मक, कवित्वपछि कमा, हजुर कवित्वपछि कमा हुँदैन। कमा, सरी, कवितापछि कमा। ल सो एउटा तिम्रो कमा भइहाल्यो, अर्को गुणात्मकले मिलाएर लेख्ने, गुणात्मक यसरी लेख्ने यसलाई। ठिक छ, अब अद्वितीयलाई कसरी लेख्ने? ठिक, दीर्घी हुन्छ, रहेको छलाई छुट्याउने, रहेको छ। ठिक छ, दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएको शब्दको पदवर्ग पहिचान गर्नुहोस्। पदवर्ग भनेको नाम, सर्वनाम, विशेषणहरू छुट्याउने। पहिला छ स्याबास। स्याबास के होला? स्याबास विस्मयादि, विस्मयादि बोधक लेख्छु। विस्मयादि बोधक। अर्को तिमीले, तिमी के होला? सर्वनाम, सर्वनाम। यो त एकदम सजिलो भयो, सर्वनाम। गर्यो के होला? क्रियापद, क्रिया, क्रिया अथवा क्रियापद। यो के होला? विशेषण, विशेषण। नाइस। भरि के होला? नाम योगी, नामयोगी, नाम। सबै गर्यो। परीक्षा पनि छ यहाँ, परीक्षा के होला? नाम, नाम नाम ल, यति कुराहरू। क्वेसन नम्बर 6 मा जाउँ। दिइएका प्रश्नको उत्तर दिनुहोस्। दिइएका अनुच्छेदबाट दुईवटा उपसर्ग, उपसर्ग भनेको अगाडिमा जोडिने सफिक्स, सरी प्रिफिक्स, र दुईवटा प्रत्यय, प्रत्यय भनेको पछाडि जोडिने, लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस्। ल अब दुईटा उपसर्ग लागेको, ल पढौँ यहाँ। नागरिकका अधिकारलाई, नागरिकका अधिकारलाई, यसमा अधिकार होला, उपसर्ग लागेको। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा मौलिक आधारका रूपमा विभिन्न हकको व्यवस्था गरिएको छ। यसमा के होला? उपसर्ग लागेको, एउटा भयो अधिकार, अर्को विभिन्न, अर्को के होला? संविधान। अधिकारले कसरी लेख्ने हामी? अधि प्लस कार, अधि प्लस कार। अधिकारले कसरी लेख्छौँ हामी? अधि प्लस कार भयो अधिकार। संविधानले कसरी लेख्ने? सम प्लस विधान। विधान भनेको यसको मुख्य वाक्य, त्यो हो, शब्द हो विधान। भन्छन् विधान पारित गर्नुपर्छ, यो धेरै विधान मिलेर बने हो संविधान। ठिक, अर्को छ विभिन्न। विभिन्नलाई कसरी लेख्ने? बी प्लस भिन्न। त्यसबाट तिमीहरूले दुईटा मात्रै लेख्नुपर्ने होला, दुईटा। ल अर्को चाहिँ यसमा हामीले प्रत्यय लागेको, प्रत्यय लागेको के होला? नागरिक, संघीय, लोकतान्त्रिक पनि लिन मिल्छ, गणतन्त्र नेपाल संविधानमा मौलिक पनि लिन मिल्यो। अब यसलाई लेख। र खालि चिनेर मात्रै पनि हुँदैन, यसलाई लेख्नु पनि पर्छ कसरी बनेको छ। नागरिकलाई, नागरिक के लिएर बनेको छ? नगर प्लस इक, नागरिक। संघीय के लिएर बनेको छ? संघ, जस्तो भन्छ नि हाम्रो संघको सरकार, संघ प्लस इय। देखिरहेको छु लेखेको? लेखेको देखिरहेको छु कि नै? कलर चेन्ज गर्नु। ल देखिरहेको छु। लोकतान्त्रिकको कसरी लेख्नु होला?
लोकतंत्र लोकतंत्र प्लस इक लोकतांत्रिक लोकतंत्र प्लस इक। अर्को मौलिक मौलिकको कसरी लेख्छ होला? मौलिकको मूल मुख्य शब्द मूल हो, मूल प्लस इ क मौलिक। ल 6 नम्बर भयो, 6 को क। ल हामी अगाडि बढ्छौँ। दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्। एउटा विग्रह पदावली पहिचान गरी समस्त बनाउनुहोस् र द्वित्व भएर बनेका दुईवटा शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस्। ल देखाउँ त्यसो भए। देखाम ल समस्त शब्द के होला भनौँ अब? भान्साघर र बैठक। ल बैठक कोठा भयो एउटा। एकैछिन म कलर चेन्ज गर्छु। एउटा बैठक कोठा भयो, अर्को भान्सा कोठा पनि भयो, अर्को के होला यसमा? बुढी औला पनि लिन पाइयो, बुढी औला पनि लिन पाइयो। यो भयो समस्या। अब यसलाई विग्रह गरेर देखाउने। ल बैठक कोठाले कसरी लेख्ने? बैठकको कोठा सिम्पल कुरा। बैठक कोठा भनेको बैठकको कोठा हो, त बैठकको कोठा लेख्ने। बैठकको कोठा भइहाल्यो। अरू कुरा बुढी औला, बुढी औलाले कसरी लेख्ने? बुढो प्लस औला। यसलाई कसरी लेख्ने? बुढो प्लस औला। अर्को छ भान्सा कोठा। भान्सा कोठाले कसरी लेख्ने? भान्साको कोठा। भान्साको कोठा। यो भइहाल्यो तिम्रो समस्या। ठिक। अब विग्रह। चिया र बिस्कुट। चिया र बिस्कुट कता छ? बुबा हुनुहुन्थ्यो आजभोलि। बुबा टिभी हेर्नुहुन्छ। उहाँको हातमा रिमोट थियो। दाहिने हातको बुढी औला रिमोट थिचिरहेको देखे। टिभीमा सानो आवाजमा गीत बज्न थाल्यो। मैले भान्सा कोठा चिया र बिस्कुट एउटा भयो। किन भनेको? एउटा चिया र बिस्कुट भयो। अर्को के होला? ससाना आजभोलि लिन मिल्छ कि मिल्दैन? आजभोलि पनि लिन मिल्छ। ठिक। अब यसलाई के गर्ने? जोडेर लेख्ने हो। चिया र बिस्कुटलाई जोडेर लेख्दा कस्तो हुन्छ? चिया बिस्कुट। चिया बिस्कुट सेम टु सेम त्यस्तै लेखिदिने। र हटाइदिने बिचबाट, बाँधै त्यस्तै राखिदिने। आजभोलिलाई सँगै राखिदिने। आजभोलि। ठिक। आजभोलिको बिचमा केही राख्नु पर्दैन सर? पर्दैन। ल ठिक छ। यसलाई कसरी लेख्छ? यसलाई यसरी लेख्ने। चिया बिस्कुट। आजभोलिलाई कसरी लेख्छौ? आज भोलि सँगै राख्दिने मिलाएर। ठिक छ। ल अब द्वित्व शब्द। दुईटा शब्द मिलेर बनेको एउटा सानो शब्दलाई द्वित्व भनिन्छ। ल भन यसमा द्वित्व के होला? चिया सिया। चिया चिया। चिया सिया। अरू? ससानो। ससानो एउटा भइहाल्यो। ससानो। सानो प्लस सानो ससानो। ससानो भइहाल्यो एउटा। यसलाई कसरी लेख्छौ? सानो प्लस सानो। सानो प्लस सानो ससानो। ठिक। अर्को भयो चिया सिया। ल चिया सियाले कसरी लेख्ने? चिया प्लस चिया चिया चिया। ल
यसो चिया सिया खान जाउँ भन्छ नि त्यो भनेको हजुर। त चिया खान जाउँ भने हो नि त खासमा हो चिया प्लस चिया ठीक छ ठिक छ सर दिएको अनुच्छेदलाई अभ्यस्त भूतकाल अभ्यस्त भनेको के हो भनौँ त जे कुरा हामीलाई बानी परेको थियो अथवा बानी परेको छ ठीक ल ठीक। परिवर्तन गर्नुहोस् विद्यार्थी दिनहुँ पुस्तकालय जान्छन् आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्छन् पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्छन् थप अध्ययन गर्नुपर्ने कुराको लागि शिक्षकको पनि सहयोग लिन्छन् ल भन जान्छ केमा परिवर्तन हुन्छ जान्थे विद्यार्थी दिनहुँ पुस्तकालय जान्थे ल आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी के होला पढ्थे ल पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्थे ठीक थप अध्ययन गर्नुपर्ने कुराको लागि शिक्षकको पनि सहयोग लिन्थे ल ठीक छ ल म लेखिदिरहेको यहाँ लिन्थे भयो यो लिन्थे भयो तिमीहरूलाई यो मैले कोरेको नोट पनि चाहिन्छ र चाहिँदैन त्यही त चाहिँदैन होला तिमीहरू क्वेसन कोरेको अब यसपछि मै बुझ्दिने अब आफ्नो कोरेको ल पढ्छनको के हुन्छ पढ्थे है पढ्थे गर्छनको गर्थे ठीक छ कुनै एक प्रश्नको उत्तर दिनुहोस् अब 8 नम्बर हामी पुगिसक्यौं कुनै एक प्रश्नको उत्तर दिनुहोस् क नम्बर इच्छार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी 4 वाक्यमा आफ्नो साथीको सफलताको वर्णन गर्नुहोस् ल तिमी साथीको सफलता होस् भनेर इच्छा गर र त्यसलाई लेख अहिले लेख्ने हो हैन त्यसरी लेख मैले भन्न खोजेको ल अर्को छ दिएका द्वितीय पुरुषको वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् ल कुनै एकको गर्ने तिमीहरूलाई कुन गर्न सजिलो लाग्छ प्रथम पुरुष चुज गर्छु द्वितीय पुरुषलाई कुनमा गर्ने प्रथममा गर्ने ठीक प्रथममा तिमीलाई भन केमा चेन्ज गर्छौ मलाई धेरै खुसी मैले धेरै खुसी पाएको छु यस मैले धेरै खुसी पाएको छु मिल्यो सर मिल्यो मिल्यो मैले धेरै खुसी पाएको मैले धेरै दुःख पाएको छु सरी मैले धेरै दुःख पाएको छु ठीक म सुख पाउन सङ्घर्ष गर्दैछु मैले हार मानेको छैन लेख ठीक छ छुइने प्राइस लेखिदैन हाम्रो बोल्ने चालमा छुइने हुन्छ तर लेख्ने बेलामा छैन नै लेखिन्छ प्राइस हुन्छ ल तिमी कुनै दिन म कुनै दिन पक्कै पनि सुखी हुनेछु हैन किन भविष्यमा छ त्यहाँ हुनेछौ छ त्यो भएर मैले छु यहाँ लेख्ने ठीक सबैमा तिमीलाई म बनाऊ ठीक छ अब पढ्दा मैले धेरै दुःख पाएको छु म सुख पाउन सङ्घर्ष गर्दैछु मैले हार मानेको छैन म कुनै दिन पक्कै पनि सुखी हुने छु ठीक छ ल ठीक छ 8-9 नम्बरमा जाऊ कोष्टकमा दिएको संकेतका आधारमा वाक्य परिवर्तन गर्नु गौरव बढाएको छ वाक्य संश्लेषण के होला हो न नेपालमा पर्ने सगरमाथाले देशको गौरव बढाएको छ यस दुईटै वाक्यलाई के गर्ने जोड्ने त हो हैन भन के लेखौँ यसको त्यही लेख्नु सर सनराइज कुमारले भनेको नेपालमा पर्ने सगरमाथाले देशको गौरव बढाएको छ भाइ सनराइज भनेको मै हो
सर उसले भनेको सही लाग्यो सर, त्यही लेख्नु। भन त भाइ। भनिदेऊ त। भन्दै नेपालमा पर्ने सगरमाथाले देशको गौरव बढाएको छ। नेपालमा यस यस पर्ने सगरमाथा, हल्ला नगर, सगरमाथाले देशको गौरव बढाएको छ। देशको गौरव बढाएको छ। कसैले यसको अर्को उत्तर पनि पाएको छौ? यसको यो पनि लेख्न मिल्छ, सगरमाथा नेपालमा परेकाले देशको गौरव बढेको छ, बढाएको मिल्छ। तो तिमी आफ्नो अनुसारले राख त्यसलाई। 6 नम्बर, मैले साथीलाई बाटामा भेटे, कर्मवाच्य। कोद्वारा साथीलाई बाटामा भेटियो। कोद्वारा साथीलाई बाटोमा भेटियो। मद्वारा द्वारा राख, बाटो राख, कुरा एउटा हो, ठिक छ। द्वारा साथीलाई बाटामा भेटियो। लाई हुँदैन। हुँदैन? साथीलाई लाई नराखे पनि हुन्छ, राखे पनि हुन्छ। राखे पनि हुन्छ। राखे नि हुन्छ त। म त कन्फ्युज भइहालेँ। ल, मद्वारा साथी बाटामा भेटियो, त्यो पनि हुन्छ। मद्वारा साथीलाई बाटामा भेट्यो, त्यो पनि हुन्छ। त्यो नि हुन्छ। ल, समीक्षाले भनिन्, मैले योग साधना आरम्भ गरे। अप्रत्यक्ष मैले योग साधना आरम्भ गरे भनेर समीक्षाले अभिनव पटवाल हो है, त्यही है। मैले योग साधना आरम्भ गरे भनेर समीक्षाले भनिन्, त्यो पनि लेख्यो। ठिक, यसलाई आफूले योग साधना आरम्भ गरेको कुरा समीक्षाले भनिन्, त्यो पनि लेख्न पाइयो। पाइयो। हामी कवि, यो छुट्यो है, ग नम्बर है भाइ। हजुर छुट्यो सर। हामी कविता लेख्दैछौँ, प्रेरणार्थक। गुरुले हामीलाई कविता लेखाउँदै हुनुहुन्छ। हो यार, अभिनव पटवाल। ल, केटाहरू हल्ला गरेर आज तिमीहरूलाई मलाई अनम्युट गर्नुपर्छ फेरि। सरी, मिल्यो कि मिलेन यो? मिल्यो, ठिक थियो गरेको। त्यही सोचेको। ल, गुरुले हामीलाई कविता लेखाउँदै हुनुहुन्छ। गुरुले हामीलाई कविता लेखाउँदै हुनुहुन्छ। ठिक छ। मैले लेख्नु पर्छ यो? पर्दैन। 10 नम्बर सरी, दिएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। अब अनुच्छेद पढ पहिला, ठिक छ। अब पहिला क्वेसनै पढौँ हामी। पढौँ। माथिको अनुच्छेदको कृष्ण राई सदाको जस्तै मध्यस्थ भए भन्ने वाक्यलाई अकरणमा परिवर्तन गर्नुहोस्। भन। कृष्ण राई सदाको जस्तै मध्यस्थ भएनन्। भएनन् हुन्छ होला सर, नन। ठिक छ, भए नन नै हुन्छ। हजुर, भए नन। ठ्याक्कै यो भनेको त विपरीतार्थिक जस्तै हो नि त। हजुर, ठ्याक्कै उल्टो हैन सर? उल्टो, अपोजिट। ल, ख नम्बर हेरौँ। अनुच्छेदमा रेखाङ्कित गरिएको गाउँमा शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नु। ल, भन कुन कारक होला? कुन कारक होला? कर्म। फेरि सोचेर भन, कर्म कारक त होइन यार। कुन विभक्ति होला यो? तृतीय। सप्तमी। कारक कुन होला? फेरि सोच, कारक हो सप्तमी। अधिकरण। हेर हल्ला गर्नु पर्दैन, मलाई बाध्यता तिमीहरूलाई। सरी। पर्सुकाले सुपै। ओके सरी। ल, माथिको अनुच्छेदको कृष्ण राई धेरै झगडाका मध्यस्थ भएका थिए भन्ने वाक्यको उद्देश्य र विधेय लेख्नुहोस्। उद्देश्य भयो सर, कृष्ण राय विद्या थिए। ल, कृष्ण राई के भयो? उद्देश्य भयो।
विधेय के भयो? थिए थिए सर यो विधेय जहिले लास्टको हुन्छ सर। तिमीलाई त्यही पनि थाहा होइन। माथिको अनुच्छेदको गाउँले तिमी माथि विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे भन्ने वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस्। गाउँले तिमी माथि विश्वास गरी तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे। गाउँले तिमी माथि विश्वास गर्थे अनि तिनलाई झगडामा मध्यस्थ तुल्याउँथे। लेख्न मिल्छ? हेर म लेखिरहेको छु। मिल्छ। गाउँले कति दिन बाँकी छ तिमीहरूको एसीको? 9 दिन सर जम्मा। एकदम कडा है। 9 कति दिन दिन हो। बाँकी छ? 9 दिन हो। 9 दिन। 9 दिन आज सर। सिकिहाल्छ 8 दिन हो। ल 9 दिन हो। 8 दिन हो। मजाले पढिरहेको छु। अब तपाईले पढाइ अनुसार हो सर। सर नेपालीमा A+ आउँछ सर मेरो यसरी पढायो भने। हो र? होइन सर व्याकरणमा फुल मार्क्स आयो भने त आउला नि है A+। व्याकरणले मार्कै पढाउँछ कि त्यसैले म व्याकरण मात्रै गराउन खोजिरहेको छु। हो सर एकदम कतिवटा सही सेट छ। गराउनुहुन्छ सर आज तपाईले? अब कतिबाट भ्याउँछ त्यसमा डिपेन्ड गर्छ। ठिक छ गरौँ यो गरिहालौ। मध्यस्थ तुल्याउँथे। ठिक छ। अब 11 नम्बरमा जाउँ। दिएको गधांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्। भौतिक विज्ञानका प्रेरणेता को हुन्? पढ्यो भौतिक न्युटन हो सर। न्युटन। ग्यालिलियो पनि हो। तथापि न्युटन मात्र नभएर ग्यालिलियो पनि भइहाल्यो एउटा र आइन्स्टाइन। न्युटन ग्यालिलियो एन्ड आइन्स्टाइन हुन्। ठिक छ। हो त्यही हो। भौतिक विज्ञानले कुन कुराको अध्ययन गर्छ? यसले वस्तुको चाल र त्यसमा बलको असरको बारेमा अध्ययन गर्छ। हो सर। त्यति मात्रै हो? एकदम सही हो। हो सर यही हो। त्यति मात्र नभएर विद्युत तरङ्ग र त्यसको असर पनि अध्ययन गर्छ। ओके ब्रो। ओ तीनटा रहेछ सर। भौतिक विज्ञान भनेको त फिजिक्स हो हैन? फिजिक्स भनेको फोर्सको लागि मात्रै थोरै हुन्छ। फोर्स, इलेक्ट्रिसिटी, लाइट सबैको लागि हुन्छ। 3 जनाको रहेछ सर यो। प्रकृति र जीवन जगतका विविध पक्षको अध्ययन के को माध्यमबाट गर्न सकिन्छ? भौतिक विज्ञान माध्यमबाट विज्ञानकै माध्यम। प्रकृति र जीवन जगतका विविध पक्ष। होइन होला। एउटा त भौतिक विज्ञानकै कारणले लेखिरहेछ यार। विद्युत तरङ्गै हिरो गरे यार। प्रकृति र जीवन जगतका विविध पक्षका अध्ययन के को माध्यमबाट गर्न सकिन्छ? भौतिक विज्ञानको माध्यमबाट गर्न सकिन्छ। त्यही एउटा मात्र हो सर। यसमा त अब अनुच्छेदमा जे छ त्यही लेख्ने हो नि त। अब अनुच्छेदमा अरु पाइरहेछ भने अरु पनि लेख। ठीक छ। भौतिक विज्ञानको आरम्भ कहाँबाट भएको मानिन्छ? खोज यसमा। आधुनिक भौतिक विज्ञानको बीचमा एउटा नयाँ क्रान्तिको जन्म दिएको थियो। भौतिक विज्ञानको प्रणेता न्युटनलाई प्राचीन ग्रिकबाट भएको छ। प्राचीन ग्रिकबाट। कतातिर छ यो? बित्तामा हेर्नु न सर, बित्तामा। ल ठीक। प्राचीन ग्रिकबाट भएको मानिन्छ। ल कुनै एक प्रश्नको उत्तर लेख्नुहोस्। दिएका बुदाका आधारमा जीवनी तयार पारी शीर्षक समेत दिनुहोस्। यो सबभन्दा सजिलो। यसको फर्मेट के हुन्छ सर? तपाईको यो फर्मेट दिइदिनु फर्मेट। सुन भन्नु नि सर। ल सुन। फर्मेटमा तिमी सबभन्दा पहिला माथि शीर्षक लेख्छौ। ठीक? यहाँ के लेख्छौ? सबभन्दा माथि शीर्षक। यो जीवनीको शीर्षक लेख्छौ तिमी। ठीक छ? मान्छेको नाम लेख्ने सर। मान्छेको नाम लेखा छ के इन्ट्रेस्टिङ बनाउन सक्छौ। जस्तो पारिजात। यहाँ के इन्ट्रेस्टिङ होला? पारिजातको विश्वकुमारी। हो यो ठीक छ है। हो। यसरी लेख्नु मदर सुन
मदन पुरस्कार विजेता पारिजात यसरी पनि लेख्न पाइयो। ठिक छ, थोरै इन्ट्रेस्टिङ राख्न पनि पाइयो। सिधै पारिजात पारिजात लेख, बिचमा यसरी हाल अनि भीष्म कुमारी बाबा पनि लेख्न पाइयो। तिमीलाई जसरी सजिलो हुन्छ त्यसरी राख। पहिला शीर्षक राख। ठिक छ, त्यसपछि यो मान्छे कहाँ जन्मेको थियो, जन्मस्थान, यो र मातापिताको नामहरू एउटा प्याराग्राफमा लेख। जस्ट ल आवाज आइरहेछ? सर अभिनव कटुवा निमा बस न तिमी। बस्न मिल्दैन कि म्युटमा मिल्दैन बस्न। अप्सनै छैन कि म्युट। अनि त्यसपछि यो जन्मस्थान, मातापिता र शिक्षाको बारेमा लेख। ठिक छ, जम्मा 3वटा प्याराग्राफ बनाऊ कि 3वटादेखि 4वटा प्याराग्राफ बनाऊ। यसमा हामीले आफ्नो शब्द थप्न मिल्छ कि यही सार्ने हो? यही सार्ने हो। त्यसमा केही र अनि तर लगाउने हो। बढाउनु पर्दैन हैन, जे डाटा यहाँ दिएको छ त्यही लेख्ने, बुझ्यो? आफ्नो मनले केही पनि बढाउनु पर्दैन, याद राख्नु पर्दैन केही कुरा पनि। त्यो यसो वाक्य लामो बनाउने मात्र हो। वाक्यहरू तिमी आफ्नो अनुसारले मिलाएर लेख्दै गर। सेम टु सेम सार्यो भने नि मार्क्स आउँछ। सेम टु सेम सार, तर स्टेटमेन्ट बनाएर सार, वाक्य बनाएर सार। हुन्छ सर। भइहाल्छ नि। थ्याङ्क यू सर। प्रदेश स्तरीय विद्यार्थी परिवर्तन पहिचान कार्यक्रमको वार्षिक कला प्रतियोगितामा प्रथम भएर पुरस्कृत हुँदाको क्षणलाई समेटी मनोवाद तयार गर्नुहोस्। मनोवाद भनेको मनमा चलेको कुराहरू। हजुर, अब तिमी जित्यौ न, के प्रतिभा पहिचान कार्यक्रममा प्रथम भयो। अब तिमी तिम्रो मनमा के कुरा लागेको छ त्यो कुराहरू लेख अरे। हो सर। लेखमला नि सर। जीवनी नै सजिलो हुन्छ। जीवनी लेख्न सजिलो छ सर। जीवनी लेख्न सजिलो छ किनभने यसमा तिमीहरूलाई धेरै कुरा सोच्नु पर्दैन। हामी जीवनी नै सेलेक्ट गर्न चाहदैनौ। ल ठीक छ। ठीक छ। यो 13 नम्बर हेरौँ। कुनै एक प्रश्नको उत्तर दिनुहोस्। आफ्नो टोलमा शुद्ध पिउने पानीको व्यवस्था गरिदिन अनुरोध गर्दै वडा अध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार गर्नुहोस्। अब निवेदन लेख्ने। ख नम्बर हेर। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा आफ्नो विद्यालय प्रथम भएको विषय समिति समाचार बनाउनुहोस्। ल निवेदनको ढाँचा साइड मैले राखेको छु, तल रुको न। ल सुन, यो निवेदनको ढाँचा हेर ल। हेर थोरै याद हुन्छ। सबभन्दा पहिला के लेख्छौ तिमी? मिति लेख्छौ। सबभन्दा पहिला के लेख्छौ? मिति लेख्छौ। त्यसपछि तिमी कसलाई निवेदन लेखिरहेछौ त्यसलाई के गर्छौ तिमी? श्रीमान वडा अध्यक्षज्यू, म यहाँ टोखामा छु, त टोखा नगरपालिका वडा नम्बर 3 काठमाडौँ। ठीक। अब विषय के हेर, पहिला तिमी मिति लेख्छौ, त्यसपछि त्यो मान्छेले सम्बोधन गर्छौ, त्यसपछि तिम्रो विषय के हो? शुद्ध खानेपानी व्यवस्था गरिदिने सम्बन्धमा। त्यसपछि सुरु गर्छौ महोदय, थोरै रेस्पेक्टफुल वेमा, ठीक, आफूलाई आदर दिएर महोदय। अनि त्यसपछि तिम्रो जुन समस्याहरू छ त्यो कुरा बिचमा राख्छौ। के समस्या छ हाम्रो? खानेपानी। हेर के लेखेको छ। उपरोक्त विषयमा यस टोखा नगरपालिका वडा नम्बर 3 तिमीहरू जुन। हजुर हजुर सर, तपाईको नम्बर के हो सर? तेरो भाइ पढ्नु छैन भने लिभ साथी तिमी किन यस्तो छौ तिमी साथी? भन्नु न सर, कन्टिन्यू गर्नु, त्यसलाई निकाल्दिनु क्लासबाट। ल सुनौ। उपरोक्त विषयमा यस टोखा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको शान्ति टोलमा विगत केही समयदेखि खानेपानीको ठुलो समस्या भइरहेको बेहोरा अवगत गराउन चाहन्छु। अब तिम्रो जुन समस्या छ त्यो कुरा के गराउने? वडा अध्यक्षलाई अवगत गराउने। ठीक। जस्तो यसमा चाहिँ शुद्ध खानेपानी। अब क्वेसनमा आइदिन सक्छ, सर सफाइवाला कुरा आइदिन सक्छ, अथवा बिजुलीको कुरा आइदिन सक्छ। त्यही अनुसारले लेख्ने। यस टोलमा वितरण गरिएको पानी ढल मिसिएको कारण दूषित र दुर्गन्धित छ, जसले गर्दा टोलवासीहरूलाई झाडापखाला र हैजा जस्ता रोगहरू। अब के समस्या छ त्यो लेख्ने र त्यसले गर्दा के समस्या, अर्को समस्याहरू आइरहेछ त्यो पनि थोरै डिस्क्राइब गरिदिने, त्यो पनि थोरै के गरिदिने, लेखिदिने।
अत हाम्रो टोलमा शुद्ध स्वच्छ खानेपानी उचित व्यवस्था मिलाइदिनु हुन सम्पूर्ण टोलवासीका तर्फबाट हार्दिक अनुरोध गर्दछु। निवेदक शान्ति टोल सुधार Excuse समिति me, अर्थात् sir. हजुर यही टपिकमा आउँछ कि अर्को पनि टपिक आउन सक्छ? अर्को पनि टपिक आउन सक्छ, मिन्स कुनै पनि टाइपको आउन सक्छ? कुनै पनि टाइपको आउन सक्छ, तर फर्मेट सेम रहन्छ बहिनी। ए हस्। जस्तो अब यस्तो आइदियो, प्रिन्सिपललाई लेटर लेख कि ताकि मलाई छात्रवास मिलाइदियोस् भनेर, अनि यही अनुसारले मिति तिमी यही राख्छौ, मिति यही राख्छौ हैन। श्रीमान लेख्छौ, आफ्नो स्कुलको प्रिन्सिपल हो भने विषय छात्रवास मिलाइदिनु बारे महोदय, मेरो आर्थिक अवस्था कमजोर छ भन्दै के समस्या लेख्छु, त्यसपछि मलाई छात्रवास मिलाइदिनु हुन हार्दिक अनुरोध गर्दैछौ। निवेदक कक्षा 10 मा पढ्ने विद्यार्थी अनि आफ्नो नाम लेख्दै सक्यो। यस्तो रुकममा तिमीलाई देखाउँछु त्यो पनि। न फर्मेट मैले पाएको थिएँ, यो छात्रवृत्तिको बारेमा हेर, त्यसको अस्तित्वको लागि लेखेको हो। सबभन्दा पहिला के लेख्ने, ढाँचा हेर, ढाँचामा ध्यान देऊ, ढाँचा मिल्नुपर्छ। मिति अगाडि माथि लेख्ने, त्यसपछि तिमी तल लेखिरहेछौ, श्रीमान प्राध्यापक अर्निको कलेज विराटनगर, यो विराटनगरको अर्निको कलेजलाई लेखिया। ठीक। विषय गरिब तथा जेहेन्दार छात्रवृत्ति पाऊ, अर्थात् मैले छात्रवृत्ति पाऊ, यो पनि लेख्न पायो। महोदय विनम्र निवेदन, त्यसपछि आफ्नो सबै कुराहरू यसमा राख्ने, आफ्नो जुन जति कुरा तिमीले भन्नु कुरा छ सबै कुरा यसमा राख्छौ तिमी। विनम्र निवेदन यो पेश गर्दछु कि यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यही 2000 डेट लेख मसान्तभित्र गरिब तथा जेहेन्दार छात्रवृत्तिका लागि विद्यालयमा निवेदन आह्वान गरेकाले मैले पनि यो निवेदन दिएको छु। म यस विद्यालयको एक मेहनती, अब सबै कुराहरू लेख, मेरो घरको आर्थिक अवस्था कमजोर छ यो देखाऊ। अब छात्रवृत्ति पाउनको लागि त तिम्रो आर्थिक अवस्था कमजोर हुनुपर्छ, दिनरात मेहनत गर्दा पनि घरमा बिहान बेलुका खाना, ठिक छ, आफ्नो समस्याहरू पोख हैन, सबै कुरा लेख। त्यसपछि आज्ञाकारी छात्र लेख, अब बहिनी छ भने छात्रा लेख, सुमन मगर, सुमिना मगर, कक्षा 10, रोल नम्बर नलेखे पनि हुन्छ, त्यसरी सकाउनु। मेन कुरा हो तिम्रो फर्मेट मिल्नुपर्छ, ढाँचा मिल्नुपर्छ। ढाँचामा के मिलाउने, पहिलो तिमी के लेख्छौ, मिति कहिले नछोड्ने, अगाडि सबभन्दा माथि मिति लेख्ने, त्यसपछि तिमी कसलाई लेखिरहेछौ निवेदन, त्यो कुरा लेख्छौ। ठीक। त्यसपछि तिमी त्यसको विषय लेख्छौ, किन लेखिरहेछौ निवेदन त्यो, त्यसपछि आफ्नो समस्याहरू सबै कुरा 4 नम्बरमा लेख्छौ, 5 नम्बरमा त्यसलाई टुङ्ग्याउँछौ, तिमी को मान्छे हो लेख्ने भनेर। ठिक छ, बुझ्यो यो ढाँचा? बुझ्यो सर। ढाँचा बुझ्यो। त्यो माथिको छात्रवृत्तिको लागि निवेदन लेख्नु पर्दैन है सर? यो त त्यो टपिक मैले लेखेको, तिमीहरूले बुझ्नलाई। ठिक छ, ठिक छ, ठिक छ, ठिक छ। यो जस्तो हेर, यो छात्रवास मिलाइदिनेमा छ। छात्रवास भनेको बुझ्छौ नि, होस्टेल। होस्टेल ल काठमाडौँ विषय छात्रवास व्यवस्था गरिपाऊ भनी लेखिएको निवेदन। र मैले पहिला पनि भनेको थिएँ, सबभन्दा पहिला के लेख्छौ, मिति लेख्छौ तिमी, त्यसपछि के लेख्छौ, कसलाई तिमीले यो लेखिरहेछौ त्यो कुरा, त्यसपछि के लेख्छौ, विषय लेख्छौ, के को बारेमा लेखिरहेछौ। अब त्यसपछि आफ्नो समस्याहरू यहाँसम्म लेख्छौ, आफ्नो समस्याहरू। उपरोक्त विषयमा म यसै विद्यालय कक्षा 10 मा अध्ययनरत छात्र अथवा छात्रा हुँ। मेरो घर विद्यालयबाट निकै टाढामा पर्दछ। दैनिक रूपमा आउन जान 4 घण्टा बढी समय खर्च हुने भएकाले मलाई गृह कार्य गर्न र अतिरिक्त कक्षामा सहभागी हुन निकै कठिन भइरहेको छ। मेरो पढाइलाई निरन्तरता दिन, यसै परीक्षामा उत्कृष्ट नतिजा ल्याउन मलाई विद्यालयको छात्रावासमा बस्नुपर्ने आवश्यकता देखिएको छ। अत मेरो पहिला तिमीले समस्या देखायो आफ्नो, ठिक छ, मेरो समस्या चाहिँ के हो, त्यसपछि तिमी माग गर्छौ। मेरो आर्थिक अवस्था र घरको दूरीलाई मध्यनजर गर्दै मलाई छात्रावासमा बस्ने अनुमति र व्यवस्था मिलाइदिनु हुन विनम्र अनुरोध गर्दछु। त्यसले तपाईँको आज्ञाकारी छात्र कसले लेखेका छौ त्यो कुरा लेख्छु। ठिक छ, ठिक छ, यो कुरा निवेदन बुझ्यौ? सर नेक्स्ट क्वेश्चन। यो समाचार भन्ने यो पनि हेर, राष्ट्रपति रनिङ सिल्ड कुनै एउटा गर्ने हो, ठिक छ, कुनै एउटा गर्ने। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा आफ्नो विद्यालय प्रथम भएको
विषय समेटी समाचार बनाउनुहोस्। अब समाचार बनाउँदाखेरि के ध्यान दिनुपर्छ भनौँ? समाचार बनाउँदाखेरि के ध्यान दिनुपर्छ होला? हेडलाइन माथि हेडलाइन लेख्नुपर्छ सर। अरू समाचार लेख्ने मान्छेको नाम, शीर्षक, सबभन्दा पहिला हेडलाइन शीर्षक लेख्छौ है? हो सर, शीर्षक। त्यसपछि के लेख्छौ? कसले लेखिरहेको छ र कहिले लेखिरहेको छौ, डेट लेख्छौ र स्रोत डेट र लेख्ने मान्छे। ल हेर म यसको पनि लेख सुन, सबभन्दा पहिला शीर्षक लेख्छौ। शीर्षक बिचमा लेख्ने ल, शीर्षक बिचमा लेख, राम्रो देखिन्छ। शीर्षक तिमी बिचमा लेख्छौ, यहाँ मैले साइडमा लेखेँ तर बिचमा लेख्छौ। त्यसपछि काठमाडौँ यति लेख्छौ, त्यसपछि आफ्नो नाम पनि लेख्ने तल। मेरो नाम गिरिजा प्रसाद, मैले नाम लेखेँ। त्यसपछि तिमी के को बारेमा लेखिरहेको छौ त्यो कुरा लेख्ने। सक्यो, समाचार यतिमै टुङ्गिन्छ। अब न्युज पेपर पढ्छौ तिमीहरू? पढ्दैनौँ सर, पढ्दैनौँ भइसक्यो। अब अनलाइन भइसक्यो सर सब। सर टिकटकमै आउँछ सर न्युज मेरो त। ल ल ल ल ल यो सब भयो हाम्रो व्याकरणको आज अहिलेको। त्यसपछि बुधा टिपोट गरिहाल्छौ तिमीहरू। एकछिन बल्ल परेर पात्रले त्यति ल बुधा टिपोट गर्छ तर अब बुधा टिपोट जो मान्छेले बुधा टिपोट गर्न सकिरहेछ त्यो मान्छेले यो पनि लेख्न सक्नुपर्छ, सारांश पनि सक्नुपर्छ। सर तृतीयांश भने के हो सर? तृतीयांश भन्छ 1/3। जस्तो तिम्रो 100 वटा शब्द यहाँ छ भने 33 वटाको मात्रै लेख भन्न खोज्या। सर काउन्ट गरेर लेख्ने हो? कसरी थाहा पाउने त सर? त्यो गन्ने हो नि, तिमी लेख्ने पहिला लेख्छौ हैन, पहिला लेख्छौ त्यसपछि गन्छौ कतिवटा तिम्रो वर्ड भयो। पहिले तिमीले दिमाग मेकअप गर्नुपर्छ मलाई 33 वटा वर्ड मात्रै लेख्नुपर्छ भनेर। सर कतिवटा बढी तल माथि भए हुन्छ सर? 2-4 वटा चल्छ। बढी भयो भने के हो सर? बढी भयो भने रङ हुन्छ बाबु तिम्रो, धेरै बढी भयो भने रङ हुन्छ। जस्तै 35 छ भने हामीले 38 38-40 सम्म पनि जान पाए केही छैन। ठीक छ, तर सक्दो रेन्जमा राख्न कोसिस गर्नु, ठीक छ? 2-3 प्लस माइनस मात्रै गर। ए हुन्छ। अनि त्यसपछि लेख्छौ अनुच्छेदमा दिएको शब्द संख्या, सारांशमा भएको शब्द संख्या। बस सक्यो त्यति गर्ने। ए ठीक छ? ठीक छ सर। ठीक छ। 12 मिनेट बाँकी छ। तर हिजो तिमीहरू क्लासमा थियौ? हिजो हैन, फर्स्ट डे आज। फर्स्ट डे हो रे। एकैछिन है। हिजो मैले क्लास गराउँदै थिएँ, बिचमा बत्ती गएको थियो। त म हिजोको इम्पोर्टेन्ट कुरा चाहिँ एउटा देखाउन चाहन्छु तिमीहरूलाई। देखाउनु। सर हजुर हजुर। नेपालीमा फुल मार्क्स आउन सम्भव छ? हजुर नेपालीमा फुल मार्क्स। अब तिमी ल्याउ न त भाइ, के छ? सुन, हामीले निमन्त्रणा कार्ड भन्छन् लेख्नलाई, निमन्त्रणा पत्र। दुई किसिमको हुन्छ, एउटा हुन्छ तिम्रो पारिवारिक, एउटा हुन्छ संस्थागत है। ल यहाँ हेर त क्वेशन। आफ्नो दाजुको विवाहको अवसरमा आफन्तलाई आमन्त्रण गरिने निमन्त्रणा पत्रको नमुना तयार गर्नुहोस्। अब निमन्त्रणा पत्रको के गर्ने? नमुना तयार गर्ने हो, ठीक छ? अब जसरी हाम्रो बिहेमा कार्डहरू आउँछन् ठ्याक्कै त्यसै गरी लेख्ने हो। अब यदि यो बिहेवाला कुरा छ भने 1-2 वटा मन्त्र लेख्दाखेरि अलि राम्रो देखिन्छ। मन्त्रै आउँदैन सर। अनि ल हेर न, श्री गणेशाय नमः त लेख्न सक्छौ नि? ए त्यति छोटो त सक्छ। अब आएन भने त्यति चाहिँ लेखेर छोडे हुन्छ। ए त्यो डिजाइन बनाउँदा हुन्छ कि नै सर? सर हार्दिक श्रद्धाञ्जली हुन्छ हैन सर? हार्दिक श्रद्धाञ्जली पनि सोध्न सक्छ। ए बिहेमा हार्दिक श्रद्धाञ्जली लेख्ने रे? ए हैन सर एकचोटी मन्त्र पढ्नु न। हैन। ल सुन, बिहेको कार्ड लेख्दाखेरि तिमी सुरुबाट 1-2 वटा मन्त्र लेख्छौ। श्री गणेशाय नमः, मङ्गल भगवान विष्णु मङ्गल, योहरू लेख्छौ। एउटा मात्र याद गरे पुग्छ कि कुनै एउटा याद गरे पुग्छ? ए माथिको गणेश मात्र लेख्दा नि हुन्छ? हजुर, गणेशाय मात्र लेख्दा नि हुन्छ?
यदि याद छैन भने त्यो मात्र लेखे पनि हुन्छ, केही छैन, त्यो पनि ठिक छ। ल अब कोही मान्छे क्रिस्चियन छ भने त्यसले त्यो लेख्दैन नि त है, जिजस भने लेख्ने। जिजस आमेन ठिक छ, आमेन। तिमीलाई जस्तो छ। ल अब सुन, त्यसपछि वर र वधुको कुराहरू लेख्छौ हैन? के हो सर, यो बेहुला बेहुली हो? बेहुला बेहुली, बेहुला लेख, बेहुली लेख। अब कसको बिहे भइरहेछ त्यसको नाम लेख, उसको बुवाको नाम के हो त्यो लेख, र आमाको नाम के हो त्यो लेख। ठिक? ल त्यस्तै अब केटी मान्छेको तर्फबाट पनि लेख्ने, अब केटी मान्छेको नाम लेख्ने, ठिक छ? त्यसपछि ऊ केटी मान्छेको बुवाको पनि नाम लेख्ने र आमाको पनि नाम लेख्ने, ठिक छ? अनि दुवैजनाको के पनि लोकेसन पनि तल लेख्ने, कहाँ छ भनेर। तेरो धेरै सजिलो छ। तिमी माथि एउटा मन्त्र कुनै लेख्यौ, त्यसपछि हार्दिक निमन्त्रणा लेख्यौ, त्यसपछि वर र वधु साइड बनाउने, दुईटै कुरा सेम लेख्ने। मतलब यहाँ वरको नाम लेख्ने, त्यहाँ बेहुलीको नाम लेख्ने, ठिक छ? ठिक छ सर। यता वरको बुबाको आमाको नाम लेख्ने र प्लेस लेख्ने, कहाँ छ ठाउँ लेख्ने। त्यसपछि थोरै भूमिका बाँध्ने, ठिक छ? सुसम्पन्न हुने शुभ विवाहको सुखद उपलक्ष्यमा वर वधुलाई शुभ आशीर्वाद दिन प्रदान गरिदिनु हुन यहाँको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दैछौ। यसरी लेख्ने। तपाईँ यहाँ आउनुहुन्छ भनेर मेरो परम इच्छा छ भनेर त्यसो टाइप गरी लेख्ने, बुझ्यौ? अब त्यसपछि हेर, सबै कुरा इम्पोर्टेन्ट छ र यो कुरा धेरै इम्पोर्टेन्ट छ। यो कार्यक्रम तिमीले कहिले के गर्छौ त्यो कुरा कहिले छुटाउनु भएन। ठिक? ठिक छ। और यो छुट्यायो भने के हुन्छ? अब तिम्रो सोच्नु, तिम्रो घरमा कार्ड आयो भाइ, अनि तिमीलाई थाहै छैन कहिले जन्ती जाने कहिले फिर्ती भोज भने तिमी के गर्छौ? सर त्यो प्रार्थी भने के हो सर? हजुर, प्रार्थी भनेको कोही मान्छे हुन्छ नि, मतलब मान्छे न जस्तो मान्छे के पुरै अभिलाषी हुन्छ कि भेट्नलाई, तपाईको दर्शन गर्नलाई एकदम अभिलाषी मान्छे जुन हुन्छ त्यो चाहिँ प्रार्थी हो। अलि त्यो एल्डर ठुलो मान्छे, एल्डरहरुको नाम राख्छौँ हामी प्राय जस्तो, कार्डको नाम बाजे बजै बाजे। अब हेर कार्यक्रम, सुन भाइ, मजाक नगर, यो सुन, यो इम्पोर्टेन्ट छ। कार्यक्रमको कुरा इम्पोर्टेन्टले लेख्ने, पहिला पुरै खुलेर लेख्ने। जन्ती कहिले जाने हो, फिर्ती भोज कहिले लेख्ने हो, त्यसको समय पनि लेख्ने र स्थान पनि लेख्ने। जन्ती जाने टाइम मात्र लेखेर हुँदैन, कुन दिन जाने त्यो पनि लेख्ने। फिर्ती भोज टाइम मात्र नलेख्ने, कहिले हुन्छ र कहाँ हुन्छ त्यो पनि लेख्ने हो। त्यो फिर्ती भोज यहाँ हुन्छ, ठिक? स्थान कहाँ? निज निवास काठमाडौँमै हुन्छ, जहाँ उसको घर छ त्यही फिर्ती भोज हुने हो। तर माने कसैले पार्टी प्लेसमा राखेको छ भने यहाँ पार्टी प्लेस राख्नु पर्यो। हो, त्यो अनुसारलाई यो बहुत इम्पोर्टेन्ट पर्छ। र प्रार्थी पनि लेख, ठिक छ? ठिक छ सर। यसरी भयो। त्यस्तो र यो त्योभन्दा अलि सजिलो तरिकाले लेखिएको छ। श्री गणेशाय नमः मात्रै लेखेको छ। मान्यवर भगवान श्री पशुपतिनाथको असीम अनुकम्पाले हाम्रो पूजनीय मातापिताको सुकृत तथा मेरो आदरणीय दाजु, आफ्नो दाजुको नाम लेख्ने, को शुभ विवाह सुश्री, अब हुनेवाला भाउजूको नाम लेख्ने, सँग हुन गइरहेको शुभ उपलक्ष्यमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दैछौँ। हेर, मैले के भने कार्यक्रम बहुत इम्पोर्टेन्ट हुन्छ, यहाँ पनि कार्यक्रम बहुत इम्पोर्टेन्ट तरिकाले दिएको छ, ठिक छ? स्थान पनि दिएछ। स्थान अब दर्शन अभिलाषी दिएछ, त्यो प्रार्थी भनेको थियो नि, त्यो दर्शन अभिलाषी। अब लेखिन्छ जस्तो, अब म मण्डल छु भने मण्डल समस्त परिवार भनेर लेखिन्छ नि। हजुर। ल ठिक छ? ठिक छ। यसरी चाहिँ निमन्त्रणा कार्ड लेख्न सकिन्छ। अब केही अझैको नमुना छ भने म तिमीहरूलाई देखाउँछु। अब हेर, क्वेसनमा लास्ट टाइमको क्वेसनहरुको मैले हाल्छु। सर हजुर बाबु, तपाईँले सबै पढाउनुहुन्छ हो?
हैन म त तिमीलाई नेपाली मात्रै पढाउँछु। डिस्टर्ब नगर न, पढिरहेको छु सुधाकर, के गरे? ओ विनायक हिजो बनायो यार डिस्टर्ब नगर न, डिस्टर्ब। जस्ट अ मिनट है। मैले क्वेसन सोध्न नपाउने जस्तो लास्ट क्लास गरा तुम लास्ट क्लास त्यसमा सम्पादकलाई चिठी लेख्न भनेको थियो के त्यो चिठी पनि त्यही अनुसार लेख्नु जसरी हामी निवेदन लेखेका थियौँ नि ट्याक्कै त्यही फर्मेट हो चिठीको पनि। ठिक छ। अब लेख्दाखेरि ध्यानमा राख्नुपर्ने कुरा के हो? मिति लेख्छौ, अघि नै भनेको थिएँ मैले निवेदनमा मिति लेख्छौ, सम्बोधन गर्छौ। त्यो सम्बोधन गरेको भयो, विषय बहुत महत्त्वपूर्ण छ, विषय लेख्नुपर्छ। त्यसलाई फर्मेट मिल्नु पर्यो, ढाँचा मिल्नु पर्यो। तिमीले के लेखेका छौ त्योभन्दा तिम्रो ढाँचा कस्तो छ त्यसमा मार्क आउने हो। फर्मेटको चाहिँ बढी आउँछ मार्क। हजुर फर्मेटको बेसी मार्क आउँछ। अनि विषयको बयान लेख्न, अब के कुराको बारेमा लेखिरहेका छौ? के भयो भाइ? हेर बाबु तिम्रो एसई छ, बुझ्यौ? मैले एसई दिइसकेछु धेरै पहिला, बुझिरहेको छौ? तिमी क्लास लिभ गर्न सक्छौ यदि गर्नु छैन भने, केही छैन, तर सक्छौ। यदि बसिरहेको छ भने सुन ध्यान दिएर, कि त डिस्टर्ब चाहिँ नगर कम्तीमा। त्यसपछि अब को मान्छेले यो चिठी लेखिरहेको छ त्यसको नाम, ठिक छ? ठ्याक्कै निवेदन जस्तै चिठी पठाउनेको नाम र थर ठ्याक्कै निवेदन जस्तै। निवेदनमा के लेख्थ्यौ? मिति लेख्थ्यौ, सम्बोधन लेख्थ्यौ, विषय लेख्थ्यौ, विषयको बयान लेख्थ्यौ, र त्यसमा पनि के लेख्थ्यौ? निवेदन दिनेको नाम र थर लेख्थ्यौ। ठिक छ? र यो पनि एउटा निमन्त्रणाको त्यो हो, यो संस्थागत वाला हुन्छ। मतलब कुनै स्कुलबाट पठायो, केहीबाट पठायो नि, त्यसको लागि हो। यो धेरै सजिलो छ। मिति लेख्ने, हार्दिक निमन्त्रणा लेख्ने, आफ्नो विषय वस्तु लेख्ने, त्यसपछि कहाँ के छ स्थान सबै लेख्ने। ठिक छ? यो भनेको कार्यक्रम लेख्या हो खासमा, बुझिरहेको छु? कार्यक्रम लेख्ने इम्पोर्टेन्ट हुन्छ। अनि को मान्छे दिइरहेको छ तल यो पनि लेख, को मान्छेले पठाएर। बुझ्यौ? आजलाई यति गर्छौँ हामी। हो र सक्यो क्लास सर? सर त्यो निबन्धवाला नि देखो, निबन्ध कसैले निबन्ध। ल निबन्ध पढ न बुकमा निबन्ध। अब के गर्ने, धेरै ठुलो हुन्छ निबन्ध। तिमीलाई जे आउँछ सब कुरा लेख्ने त्यसमा। 5 प्याराग्राफ लेख्ने हुन्छ सर 5 प्याराग्राफै लेख्ने हो त्यो? लेखे हुन्छ। अब जति आउँछ। तिमीहरू कति प्याराग्राफ लेख्न सक्छौ? यहाँ त 150 शब्द मात्र भनेको छ सर। 150 शब्दमा 5 प्याराग्राफ हुन्छ सर। शब्द 150 मात्रै भनिरहेछ भने धेरै 250 को लेखेर जान्ने भएर धेरै मार्क आउने वाला छैन है। फेरि टाइम भ्याउँदैन सर, टाइम 150 त भ्याउँदैन, 250 लेखेर आउने हो। सो 150 लेख्ने। पहिला इन्ट्रोडक्सन दिन्छौ हैन, पहिला इन्ट्रोडक्सन दिने, त्यसपछि त्यसको पुरा बयान गर्छौ, पछि त्यसलाई टुङ्ग्याउँछौ, त्यो अनुसारले मिलाएर लेख्ने प्याराग्राफमा। तर अलि गाह्रो टपिक आयो भने त के लेख्ने सर? गाह्रो आउँदैन, जुन पढिरहेको छु नेचुरली त्यही आउँछ। एससीमा त सब सुने आउँछ। सर मेरो देश आयो भने सर म लेखिदिन्छु सर। मेरो देश मेरो गौरव यो लेख्छौ। सामाजिक सञ्जालको दुरुपयोग, यो तिमीहरू सोशल मिडियाको राम्ररी लेख्न सक्छौ। संयुक्त शिक्षा आजको आवश्यकता, संयुक्त शिक्षा भनेको बुझ्छौ? भोकेसनल सिपयुक्त शिक्षा, संयुक्त नि, सिपयुक्त शिक्षा।